यस्तो डरलाग्दो जङ्गलभित्रै एकजनाले घर बनाएर बसिरहनु भएको रहेछ। कसैलाई अत्तो पत्तो छैन। यो चाहिँ हजुरहरू टाँडे कोन्द्राङ आउने बेलामा टिकौली जङ्गलको भित्रपट्टि हो, जहाँ गैँडा अत्यन्तै गैँडा आउने बाघ भालुको ठाउँ हो। यस्तो ठाउँमा हेर्नुहोस् त, यस्तो घर बनाएर उहाँ बसिरहनु भएको रहेछ। हामीले उहाँलाई उद्धार गर्ने प्रयत्न गऱ्यौँ, लाने प्रयत्न गऱ्यौँ, यति धेरै प्रयत्न गऱ्यौँ, तर सकिरहेका छैनौँ। प्रयास जारी छ, तर आज लान नसकिसकेपछि उहाँलाई अर्को दिन हामीले उद्धार गर्ने प्रयत्न गर्ने तयारी गर्दैछौँ। र उहाँलाई चिन्ने, कोही जान्ने, उहाँका बारेमा बुझ्ने कोही हुनुहुन्छ भने सम्पर्कमा आइदिन आग्रह गर्छु। आज यो अवस्थामा जङ्गलको बिचमा डरलाग्दो ठाउँमा बाघ भालु गैँडाको एकदमै बिगबिगी हुने ठाउँमा एकजना यसरी घर बनाएर बस्नुभएको यो दृश्यले साँच्चीकै सबैलाई दङ्ग पार्छ। कसैले पनि कल्पना गरेका छैन। तपाईँहरू कति टिकौली गोन्द्राङको बाटो हिँड्नुभयो होला, हजुरहरूलाई थाहा नै छैन। तर पनि यो अलिकति अगाडिपट्टि टिकौलीको जुन यो हाइवेको बिचबाट छिर्नुपर्छ, त्यहाँनिर उहाँ यो अनकन्टार जङ्गलको बिचमा हुनुहुन्छ। उहाँको परिवारसम्म बुझाउन प्रयत्न गरेका छौँ, लाने धेरै प्रयास गऱ्यौँ। आज हामीले सकिरहेका छैनौँ। यो मासे सबैसम्म पुगोस्।